हेलो साथीहरू, यति बेला हामी कहाँ छौँ? M25 जोइन गर्दैछौँ A2 बाट। यो तपाईँले अगाडि देखिरहनुको M25 हो। त्यो माथि आउने बाटो चाहिँ क्यान्टरबरीतिरबाट डोभरतिरबाट आउने हो। त्यो चाहिँ फेरि आएर M25 मा जोडिन्छ। M25 भनेको बेलायतको सबभन्दा बिजी मोटरवे भन्छ। यहाँ चाहिँ हाइवे भन्दैन, मोटरवे। यहाँ चाहिँ एकदम धेरै गाडीहरू मुभमेन्ट गर्छन्। यो चाहिँ वान वे, यतातिर जान्छ 1 2 3 4 लेनको बाटो यतातिर छ। उतातिर उताबाट आउने चाहिँ 4 लेन। अनि यो M25 को डार्टफोर्ड टनल भन्नेमा पुग्छौँ हामी अब एकछिनमा। ओहो, ठुलो गाडी आयो यताबाट। रमाइलो लाग्छ है यसै पनि ठुल्ठुलो ट्रक हेर्दाखेरि। अनि यो अगाडि चाहिँ अब यहाँबाट करिब 1 माइलभित्रमा हामी डार्टफोर्ड टनल भन्ने जान्छौँ। यो चाहिँ बेलायतको सबभन्दा बिजी टनल हो यो युके को। अनि महँगो टनल पनि भन्छु म। यो 350 लाग्छ। यति बेला हामी जाँदैछौँ त्यहाँ। 3 पाउन्ड 50 पैसा लाग्छ एकचोटि क्रसिङ गरेको। अब हामी दिनमा 2 चोटि क्रस गर्छौँ। हाम्रो पैसा जति यसमै सकियो होइन। दिनको 7 पाउन्ड लान्छ यसले। 7 पाउन्ड 30 दिनसम्म लाउँदाखेरि त हाम्रो धेरै पैसा गयो। तर पनि हामी काममा जानुपर्छ यताबाट। यहाँ चाहिँ 60 माइल पर आवर भनेपछि 60 माइलसम्म हिँड्न मिल्छ। अब 1 मिनटमा टनल आउँछ। म देखाउँछु तपाईँहरूलाई। यो चाहिँ धेरै कति वर्ष अगाडि बनेको? दाइ कति बनेको? 19 कति? एलिजाबेथले, क्विन एलिजाबेथले, लेट क्विन एलिजाबेथले उद्घाटन गरेको पुल हो यो। म जन्मिनुभन्दा पनि अगाडिबाट हो क्या यो। डार्ट क्रसिङ लास्ट एक्जिट बिफोर डार्ट चार्ज भनेको छ। डार्ट चार्ज तिर्ने होइन, भाग्ने हो भने यता लेफ्ट साइड हान्ने हो। क्रस गएपछि क्यामेराले ठ्याक्क हानिदिन्छ। 3.50 खाताबाट चैट। त्यो भएन भने चाहिँ आफूले तिर्नुपर्छ भोलिसम्म। तिरेन भने चाहिँ फेरि 70 कतिको 70 75 कतिको फाइन आउँछ घरमा। त्योभन्दा 350 तिर्ने ठिक छ। तिर्नै पर्छ यहाँ त, त्यो त अप्सनै भएन। आज घाम लाहा मेन भनेको उताबाट आउने चाहिँ त्यो पुल हो। युके को सबभन्दा राम्रो पुल डार्टफोर्ड क्रसिङ ब्रिज भन्छ त्यसलाई चाहिँ होइन। अनि यो चाहिँ अब हामी त्यो आउने बेला चाहिँ हामी बेलुका चाहिँ उताबाट माथिबाट आउँछौँ। माथिबाट तपाईँले कतिको देख्नुभयो होइन, आई डोन्ट नो। उता माथिबाट यस्तो अर्कै सेपको पुल छ, त्यहाँबाट आउँछौँ। त्यहाँबाट चाहिँ हामी यहाँ टनलबाट जान्छौँ। टनलमा चाहिँ सेफ्टी फिचर्स चाहिँ एकदम फलो हुन्छ। एउटा के सेफ्टी छ भने जस्तै यतापट्टि मैले तपाईँलाई देखाउँछु, देखेँ भने यहाँ लेफ्ट साइडमा यतापट्टि यो ट्याङ्करहरू, यो जुन हाजर्स गुडहरू लिएर हिँडेको हुन्छ त्यस्तो लोरीहरूलाई यहाँ साइड लगाउँछ। तिनीहरू हामीसँग जान पाउँदैन। तिनीहरूलाई छुट्टै स्कट गरेर लान्छ। किनकि बिचमा भित्र टनलमा केही भयो, आगलागी भयो, यताउता भयो भने त सबैलाई गाह्रो हुने भयो, सबैलाई ध्वस्त हुने भयो। त्यो भन्दा त त्यो तिनीहरूलाई यता साइड लगाउँछ। यता लेफ्ट साइडमा यतापट्टि हुन्छ। त्यही भएर हाम्रो यहाँ रेड लाइटहरू छ। पहिला तिनीहरूलाई पुलिसले छुट्टै स्कट गरेर लान्छ ट्राफिक अफिसरले। अनि बल्ल हामी चाहिँ त्यसपछि जान्छौँ है। ट्राफिक छ अलिकति बिजी। यही भन्न खोजेको मैले। हेर्नुहोस् यसलाई उतापट्टि साइड लगाए। तपाईँले देख्नु भने यो ट्रकले छेकिदियो उहाँ पर तिनीहरूलाई साइड लगाइदिन्छ। अनि हामीलाई चाहिँ छुट्टै जानु दिन्छ। यो चाहिँ टनल। हामी फेरि यहाँ चाहिँ पैसा 6 बजेदेखि 10 बजेसम्म चाहिँ बिहान 6 देखि राति 10 बजीसम्म पैसा लाग्छ। त्योभन्दा बाँकीको आवरमा फ्री। यो करिब 1 माइल लेन्थ छ अरे। 1 माइलको टनल हो यो। अब ठुल्ठुलो गाडीहरू लेफ्टतिरबाट जान्छ, हामी राइटतिरबाट जान्छौँ। हाम्रो क्याप्टेन सञ्जय सुवेदीले गाडी चलाइदिनु हुन्छ। आज म प्यासेन्जर सिटमा छु। रमाइलो छ प्यासेन्जर सिटमा। फेरि बहुत मजा आउँछ। मोबाइल चलाउन पाइन्छ, यताउता गर्नु पाइन्छ, क्यामेरा खिच्यो है। ड्राइभिङ सिटमा बसेपछि अगाडि हेर्नुपर्छ नेपालगञ्जको घोडाले जस्तो गरेर। 2 लेनको टनल। अर्को टनल उतापट्टि चाहिँ यो 4 लेनको टनल छ टोटल। पहिला चाहिँ कति वर्ष पुल बन्नुभन्दा अगाडि चाहिँ यताबाट जाने उताबाट आउने थियो टनलबाटै। पछि चाहिँ पुल बनाए अनि टनललाई चाहिँ दुइटै टनललाई वान वे बनाए अरे। त्यही पनि यो एकदम बिजी हुन्छ। यो अब यो 5-10 वर्ष मात्रै धान्दैन होला, किनकि धेरै नै बिजी छ। अब यो म धेरै बेरको ब्लग बनाउनु चाहन्न। 4 मिनट 5 मिनटको हो। 4 मिनट 3 मिनट 4 मिनट भइसकेछ। 1 मिनटमा हामी यो टनलबाट निस्किन्छौँ होला सायद। त्यति जेलसम्मलाई म देखाउँछु भनेको तपाईँलाई। अब यो चाहिँ युके को डार्टफोर्ड टनल भन्छ। यो त थेम्स रिभर, हाम्रो माथि चाहिँ थेम्स रिभर छ। हामी चाहिँ थेम्स रिभर मुनि छौँ। यहाँबाट सरर जान्छौँ हामी। अब लगभग निस्किन थालिसक्यौँ हामी। तर यत्रो बिचमा हिँड्दाखेरि यहाँ चाहिँ तेलहरू, पेट्रोलहरू बोकेको, डिजलहरू बोकेको ट्याङ्कर हामीसँग हिँड्न पाउन्न। अलग अलग। यो नियम चाहिँ एकदम फलो गर्नुपर्छ नेपालमा पनि। कता चाहिँ केही भयो भने भित्र 99% हुँदैन। त्यही पनि भयो भने चाहिँ अरू यहाँ त 100वटा गाडी छन् टनलभित्र, सबैलाई असर पर्छ। त्यही भएर त्यति बेला चाहिँ ट्याङ्करको गाडी मात्र छुट्टै स्कट गरेर लाने। यो चाहिँ अब हाम्रो नेपाल नयाँ सरकार बन्दैछ, तिनीहरूले पनि फलो गर्नुपर्छ यस्तो कुराहरू। सेफ्टी फर्स्ट, सबैभन्दा जनताको सेफ्टी फर्स्ट। अब टनलबाट निस्क्यौँ होइन। आज एकदम घाम लाग्यो। अरू केही चाहिएन हामीलाई। घाम लाग्यो हुन्छ। काम छ, आफ्नो काम जति गरे पनि छ। घाम छैन यहाँ।
घाम भयो भने चाहिँ बेस्ट हुन्छ। अब हामी एसएक्सतिर लाग्यौँ, द कन्ट्री अफ एसएक्स। 5 मिनट पुग्यो, अहिले चाहिँ मैले राख्छु साथीहरू। अर्को भिडियोमा भेटौँला फेरि हामी। वेलकम टु